मलाई लाग्छ क्या यस्तो सबै क्लासमा होइन सबै क्लासमा हो क्या यस्तो हुन्छ नै यस्तो प्रुफ देखाइदिइरहेको छ सबैले च्यानल हुन्छ सब्सक्राइब गर्नुलाई एउटा क्लासमा नि एउटा न एउटा मोटे चाहिँ हुन्छ क्या मोटे साथी हुन्छ नि साला यस्तो खन्जुवा हुन्छ नि यहाँ हो सबैको क्लासमा क्या जाए त्यो एसी होस् 1 देखि लिएर 12 सम्म होस् या कलेजसम्म होस् एउटा न एउटा मोटे चाहिँ हुन्छ नि क्या साथी यस्तो खन्जुवा हुन्छ नि मासले ल अनि अहिलेको भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी छ नि घाम लागेको बेला त फेरि बब्बल देखिन्छ भ्यू है ल हेर्ने म देखाइदिन्छु यस्तो बवाल भ्यू है आम्बो दामी आउँछ क्या अझ त्यो हिमालको त्यो बादल छ क्या नभए हिमालमा हिउँ बिजो परेर दामी आउँछ क्या हेर्दा यस्तो चाहिँ त्यसपछि यहाँ बेलुका कोचिङ पढेर फर्केको होइन अब घरतिर बसिबसाइ हुन्छ है के छ दिउँसो क्लास हुँदैन हाम्रो त्यही भएर बेलुका मात्र बिहान र बेलुका बिहानको भ्लग हेर्नु भयो होला त्यो बेलुकाको भ्लग हो होइन ल च्यानलमा नभए सब्सक्राइब गर्नु होला लाइक गर्न नभुल्नु होला होइन अनि हाम्रो गाउँतिरको बाटो हेर्नु न आम्बो ओठ फुटेर रनमा त यार यस्तो बवाल खाने हुने खाना खाँदा पनि दुख्छ यस्तो पोल्छ क्या है अनि अघि एक्सट्रिमसँग यस्तो सेकुवा थियो पिरोले खानै नअरे यो खाना छ्या ल ठिक छ अनि घर जाँदा चाहिँ खालि हेलिकप्टर आउँछ क्या मेरोमा चाहिँ खालि हेलिकप्टर मात्रै आउँछ आज चाहिँ चाबी हराएछ भन्ने खोज्दै थियो अनि हिँडेर जाउँ न एक्सर्साइज हुन्छ चल्लेको हेलिकप्टरमा म खालि बाइक त मेरो लागि केही हिँडेँ बाइक त म त त्यस्तो के आम्बो भ्यू हेर्नु लाली गुराँस हेर्नु यहाँ आम्बो यस्तो बवाल लाली गुराँस छ नि मासले कालो लागिहाल्यो फेरि यस्तो बवाल छ हेर्नु लाली गुराँस यस्तो बवाल छ नि अब मैले चाहिँ कस्तो भ्लग बनाउँदा ठिक हुन्छ कमेन्ट गर्नु होला म त्यस्तो भ्लग बनाउँछु है त 5 जना केही कमेन्ट भयो भने ल म जस्तो त्यही भ्लग बनाइदिन्छु चाहे राइडिङ होस् चाहे यस्तो होइन माउन्टेन यस्तो हिमालको हिउँहरूको भ्यू होस् है ल आज चाहिँ यहीँ समाप्त गर्दछु त मेरो भ्लगलाई सर्ट भ्लग